नमस्कार, म रमेश दर्लामी। आज चाहिँ फेरि छोटो भिडियो बनाउँदैछु है। म तार काट्ने क्रममा जाँदैछु। हाम्रो भतिज पनि आउँदैछन् पछि पछि है। हाम्रो नास्ता खाएर जानु लाग्यो, पानी पर्न लाग्यो। अब खै काम गर्न दिन्छ कि दिँदैन, तार काट्न छ अलिअलि। ओ पर आउँदैछन् है मेरो भतिज। अब छिटो छिटो काम गर्न सक्नु पर्यो भनेको पानीले डिस्टर्ब गर्ने भयो है। आज चाहिँ दार काटेर सक्न दिने भएन। यी काम चाहिँ यस्तै छ। हे जापान कोरिया के भन्छन्, अब कता कता युरोप भन्छ होइन, गल्फ कन्ट्री कता कता भन्छन्। जता गर्ने दुःख त गर्नुपर्छ। म चाहिँ आफ्नो देशमा गरौँ न भनेर लागेको। यस्तै छ गाइस, के गर्ने, गर्न पर्यो। पसिना बग्छ, थके लाग्छ। थके लागे पनि विदेशतिर गए पनि घाम पानी निद्रा भन्न पाइएन, भोग भन्न पाइएन, काम गर्नै पर्छ। यहाँ आफ्नो देशमा कसरी हुन्छ, मजाले गर्न पाइयो है। मायाले सम्झे हेर्छ मन। यो पारी चाहिँ बसराई चन्द्रकोट 8 को बसरा भन्ने ठाउँ है। यो पारी चाहिँ सट्टै है, भिड चाहिँ राम्रो छ। अहिले चाहिँ अलि मौसम चाहिँ क्लियर छैन, त्यति राम्रो आएको छैन। ल है, अलि पहिला चिरेका काटेको दार चाहिँ यही हो है। म दार काट्ने ठाउँमा आइसकेँ। चाहिँ सल्लाहको छ। यो डोरी लाएर ठिक्क छ। एउटा मुढा चाहिँ यहाँ छ हो। हाम्रो चाहिँ गर्मी एकदम गर्मी थियो यहाँ, त्यही भएर पानी चाहिँ रुखमा राखेको, चिसो रहिरहन्छ कि भनेर। सामानहरू यहाँ छ, मेसिन ल। तर पानी चाहिँ पर्न लाग्यो, पानी पर्न लाग्यो के भन्छ।